हेलो गाइज नमस्ते म रमेश राणा मेरो भ्लगमा पाल्नुहुने तपाईँ सम्पूर्णलाई एकचोटि स्वागत छ। हामी दुबईको जेब्लाली जाबेल पार्कमा आज हामी भेटघाट एकदम सानो भेटघाट कार्यक्रम छौँ। मिठो सेलरोटीको लागि लक्ष्मी राणा लाफालाई विशेष धन्यवाद र हामीले अब बङ्गुरको मासु पनि ल्याएका छौँ। त्यसमा चिकन अचार मासुको लागि लक्ष्मीलाई धन्यवाद र हाम्रो दुलेौडाको सरलाई चटपटको लागि विशेष धन्यवाद। अनि यसमा जोडिँदै हुनुहुन्छ हाम्रो रेशम लाफाज्यू, नमस्कार। अनि हाम्रो लाफाज्यू नमस्ते। मेरो सरकार जोरले धेरै धेरै माया अनि सम्झना। हजुर नेत्र सारू लामडाँडा मेरो जेठान, हजुर हुनेवाला जेठान होइन मेरो जेठान, उहाँ पनि सारू, मेरो श्रीमती पनि सारू भएको कारणले। हजुर हजुर तर उहाँको आन्टीको माइत चाहिँ मेरो गाउँ है। हजुर हैन हजुर दुर्गा सारू अहिले चाहिँ दुर्गा राणा हुनुभयो के अरे, पोखरामा बस्नुहुन्छ उहाँ। हामी अनि लक्ष्मी सारू पहिलेदेखि एकदम फ्रेन्डसिप। लक्ष्मी सारू त अब कहाँ हुनुहुन्छ तर पनि सम्झिएको छु यो भिडियोबाट अनि हजुर ल हस् त ल भीम सर नमस्ते। नमस्कार। म त यता लाछु के ए हाम्रो सरहरू पनि हुनुहुन्छ है यहाँ। सर नमस्ते। नमस्कार। नमस्ते सर। हजुरको शुभ नाम? मेरो राजु। घर चाहिँ कहाँ छ? घर मेरो तनहु। ए यिनले चाहिँ अलिकति बिरङसँग गरे है। हाम्रो दिदी हुनुहुन्छ अनि यहाँ थुप्रै 10 मानमा पार्टी चलेको छ। दुबई फ्याम सबैजनालाई स्वागत पनि छ है। कसको लाउनुहोस्। विशेष त श्रीराम थापालाई सम्झना है। विशेष 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 धन्यवाद। हाम्रो साथीहरू टाढा टाढाबाट साथीहरू हुनुहुन्छ, उहाँहरूसँग मिल्ने र भेटघाट गर्ने समय जुराइदिनु भएकोमा विशेष त लक्ष्मी राणा अनि माया राणा अनि लगायत भीम थापा, हाम्रो नेत्र सारू, रेशम राणा अनि चमेली लगायत सम्पूर्ण होल टिम, हाम्रो किशन राणा, देव राणा सम्पूर्णलाई विशेष 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 धन्यवाद। म लगायत होइन विशेष एकदम टाढाको साथीहरू नजिक आएर एकदम भेट हुने समय दिलाइदिनु भयो, त्यसको लागि एकदम विशेष धन्यवाद। सेलरोटी पोलेर पनि एकदम हाउस ल्याउनु भएको छ लक्ष्मी राणा अनि हाम्रो बङ्गुरको मासु पोलेको। हजुर हजुर विशेष 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 हजुरहरूलाई सबैलाई धन्यवाद। सम्झिन त धेरै साथीहरूलाई सम्झिएको थिएँ, सम्झिन मन भएको हो तर बोलाउनलाई अलिकति असमर्थ भएको कारणले, किनकि हजुरहरू अलिकति टाढा टाढा हुनुहुन्छ, हामी अलिक नजिक भएको कारणले गर्दाखेरि बोलाउन सकिनँ, माफी चाहन्छु। आगामी दिनहरूमा फेरि पनि भेटेर यसरी नै सँगै बसेर खाने प्रोग्राम मिलोस् भन्दै यो सानो भिडियो क्लिप यहीँ टुङ्ग्याउन चाहन्छु। सबैजनाले मेरो भिडियोलाई हेरेर लाइक सेयर सब्सक्राइब गरिदिनु होला र कस्तो छ प्रतिक्रिया पनि दिनु होला। विशेष त सम्पूर्णलाई धन्यवाद दिँदै हस्त नमस्ते।